लाइभ ब्यान्ड भएको हो कानी पोखरीको केटाहरू त फेरि ह्याकर पनि हो है बुझ है कानी पोखरीको केटाहरू त ह्याकर पनि हो आज के भइरहेछ के भयो त्यस्तो आफै काटेको हो अनि यति राम्री भएर आइसकेपछि अनि काटिदैन त लाइभ म जन्मिँदै यस्तै त थियो अनि कसरी राम्रो हुनु थाम्नै सकेन लुक्सै टिकटक एपै चाइनाको हो लुक्सै आज चाइनिज क्वीन जस्तो लुक्स हानेर आइसकेपछि कुलको दिदी हो नि त कुल र मेरो अनुहार पनि मिल्छ हल्का हल्का चाहिँ मिल्छ हेयर कटिङ गरे भनेपछि त दुई दाजुभाइ जस्तै देख्छ हामी हो भने साँच्चै मिल्छ मेरो पनि नाक चुचु छ नि त फेरि कुल ग्याङको सपोर्ट होला कि आज मैले फेरि काभ्रेबाट सम्धिहरू पनि बोलाएर ल्याएको चाहिँ काभ्रेली सम्धि चाहिँ फेरि मेरै पार्टको काभ्रेली सम्धि के छ खबर ल सिन्धुली सम्धि के छ खबर कुलकोमा कति छ हेर्छु ल चिटिङ गरौँ न मेरोमा आधा त आउनुपर्छ नि फेरि यस्तो म त फेरि त्यहाँ आपमै त आप 50% अभि काने पोखरीबाट केटाहरू बोलाएको छु भने 10,000 जना त लुकेर बसिरहेको थियो केटाहरू दिदीको त माया यति पनि छैन या कुलग्याङ बोल्दै कुलग्याङ नभन्न मलाई हैन यता काभ्रेली सम्धिहरू आउनु भएको छ कि आज 7,000 जना चाहिँ ए घटे यता घटे सुन्दै बस्नुलाई एकचोटि घटे मेरो बढे एभ्रिवान कम गाइस कम अन यो इतिहास रच्नुपर्छ हामी हैन आज हार्यो भने ब्याटल हार्यो भने म आउँछु घरमा आएको बेला मलाई सेकुवा र तोङबा र सेकुवा खिलाउनै पर्छ ओ च्याट के हो पारा यार च्याट ठिक छ कम अन गाइस सबैजना कुललाई त बिहान लाउँदा पनि के जंगलबाट केटाहरू आएका छन् आज गाउँबाट टिप्परमा सम्झिनु हामी पनि के कम भाइ सबैलाई माया यता आउनु भनेको थियो धोका त लास्टमा दिने आफ्नो भनेको आफ्नै रहेछ मैले आफ्नो सम्झेर मात्रै नहुने रहेछ आज सम्धिहरू एड हुनु भएको थियो मेरी दिदीलाई टेन्सन भयो खेलेर नसक्ने रहेछ कहिले त दिदीलाई पनि जिताउँदा हुन्छ नि त त्यहाँ त छ त त्यत्रो धेरै मान्छेहरू कुलग्याङलाई भन्नु न कुलग्याङले भनिसकेपछि त गर्ला नि आज त मेरो त यता काने पोखरी केटाहरू र यता काभ्रेली एभ्रिवान आउनु पर्यो कि दिदीलाई जिताउनु पर्यो यता आउनु पर्यो कि सबै सम्झिहरूलाई सानो माया के छ खबर एकचोटि कुलकोबाट सब आउनु पर्यो भनेको सबले उतै छैन मलाई माया गर्दैन अलि गरे जस्तो मात्रै गर्नु हुँदो रहेछ सबले के थाहा 12:24 भयो अलिकति जोसाउनको लागि है यो चाहिँ मेरो सम्धिहरू सबैलाई मनदेखि माया छ राति सुतिराख्नु भएको छ ल टेप्परमा बसिराख्नु भएको छ ल कतै कोही गरिराख्नु भएको छ ल सम्पूर्णलाई है यो गीत आई एम चिटर म त चिटर होइन नि फेरि हामी चिटर होइन नि फेरि सब आधा अवधि चाहिँ समय हामी आधा अवधि आइपुगिसक्नु गाइज पुस everyone DJ Luxman.
One minute 40 seconds, guys. अझै हामीसँग चान्स छ है, टन्नै छ है। भाइ हो भाइ, भाइलाई हराउँदा के हुँदैन कि दिदीलाई हराउँदा लाज लाग्दैन छ। मेरो माया केही त गर्दिन। मैले मेरो स्कोर उसको स्कोरलाई हेरिरहेको छु क्या। एक्लो यात्री वेलकम। सब हाम्रो ह्याकर ग्रुपको टोलीहरू जति पनि जना हुनुहुन्छ अहिले मुम्बईबाट जति पनि जनाले हेरिराख्नु भएको छ मुम्बईको यस्तो जादु गर्नु पर्यो कि यस्तो जादु गर्नु पर्यो कि अँधेरीतिर जो पनि छ केटाहरू सबजना ह्याकिङ टोलीहरू यो यसलाई इन्ड अफ हान्दियो कि इन्ड अफ आजको स्कोरलाई बुझेन आज म रुन्छु अब। यो हल्ला खोटाङसम्म पुगोस् है खोटाङसम्म। उता गएर यता किङ इज किङ अलवेज भन्दैछ त आज त तर मलाई आज त जिताउनु भनेको हो। अनि म किङको दिदी होइन त सक्दैन रे छोड्दैन। खोटाङको चोक चोकमा पोस्टर टालियोस् है खोटाङको यो स्कोर 45-17 भनेर खोटाङको चोक चोकमा टालियोस्। अब त म बोल्दिनँ कहिले पनि यतिको बसिरहेको छु। गेम भनेको माथि तल भइरहेको छ हार जित कहिले काम हुन्छ दिजु होइन त नाना। मैले एकचोटि रिक्वेस्ट गरेको होइन मैले जित्छु भनेर। अब के गर्नु त यहाँतिर काभ्रेले सम्झि हाबी भइदिए उस्तै माथि मैले गीत खरा बजाइदिएँ। ल च्याट भन्दैछु है लाइभ गएको गई काटेछ मेबी एज सानो भयो भनेर दिदीको एज सानो भयो भनेर हो कि टिकटकले कुल बोयले दिदी भनेको स्वाएन भनेर काटेको पनि हुनसक्छ है लाइभ। कसैलाई पनि भन्थेन यसरी किन लाइभ चलिरहेको छ कुल बोयको त्यो पनि कारण हुनसक्छ च्याट है त्यो पनि कारण हुनसक्छ। जिताइदिउँ